नमस्कार साथीहरू, स्वागत छ तपाईहरूको मनपर्ने कथा च्यानलमा। आज म तपाईहरूका लागि लिएर आएको छु एकदमै रमाइलो, मनोरञ्जनपूर्ण र शिक्षाप्रद नेपाली कथा। कथा सुरु गर्नु अघि यदि तपाईलाई यस्ता रमाइला कथा मन पर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब देरी नगरौँ, आजको रमाइलो कथा सुरु गरौँ। पहिलो कथा, दुधदारी बाख्राको बुद्धि। एक गाउँमा एक दम्पति बस्दथे, मनबहादुर र उनकी श्रीमती जानु। उनीहरूका 3वटा गाई, 2वटा बाख्रा थिए। सबै जनावर मिलेर बसेका थिए, तर एउटा बाख्रो सबैभन्दा चलाक, नाम थियो दुधदारी। दुधदारी बाख्रो अरू बाख्राभन्दा धेरै चञ्चले, तर बुद्धिमान थियो। गाउँका बालबालिकाले पनि उसलाई साथी बनाउँथे। एक दिन गाउँमा ठुलो समस्या आयो, जङ्गलतिरबाट एक दुष्ट ब्वासो गाउँमा पस्न थालेको। ब्वासो राति राति आएर कुखुरा, बाख्रा, गाईलाई डराउँथ्यो। गाउँका सबै मानिस त्रसित। गाउँलेहरूले बैठक बसे। अब के गर्ने? खेतबारीमा काम गर्दा मन शान्त छैन। पशुहरू पनि डराएका छन्। दुधदारी सबै कुरा सुन्दै थियो। राति उसले ब्वासोलाई रोक्ने योजना बनायो। भोलिपल्ट ब्वासो फेरि आयो। दुधदारी एक्लै उसको अगाडि उभियो। ब्वासो हाँस्यो, ए सानो बाख्रा, आज त म तिमीलाई खान्छु। दुधदारीले शान्त भएर भन्यो, खाने चाहन्छौ भने खाऊ, तर पहिले मेरो कुरा एकछिन सुन। यदि मलाई खायौ भने तिमीले ठुलो हानि बेहोर्नु पर्छ, किनकि म सामान्य बाख्रो होइन। ब्वासो अचम्ममा पर्यो, किन? तिमी के विशेष छौ? दुधदारीले आकाशतिर हेर्दै भन्यो, म एउटा जादुई बाख्रो हुँ। मलाई खाने जो कसैलाई पत्थर बनाइदिन्छु। ब्वासो डरायो, साँच्चीकै? त्यतिबेलै हावा चल्यो, रुख हल्लियो, पात झर्यो। ब्वासोले ठान्यो, जादु भयो जस्तो। ब्वासो भाग्दै जङ्गलतिर गयो। गाउँ बच्यो। सबैजनाले दुधदारीलाई गाउँको नायक भने। सबैजनाले सिके, बुद्धि कहिलेकाहीँ बलभन्दा ठुलो हुन्छ। सन्देश, समस्या ठुला भए पनि बुद्धि र धैर्य राखे समाधान पाइन्छ। दोस्रो, साँचो साथीको मूल्य। एक गाउँमा 2 साथी थिए, सन्देश र किसन। दुवै बाल्यकालदेखि साथी, तर एक फरक, सन्देश दयालु, किसन अलि चटारिलो। एक दिन दुवै जङ्गलमा काठ टिप्न गए। हावा चलिरहेको, चरा गाइरहेका, वातावरण शान्त। अचानक बाटोमा ठुलै भालु देखियो। किसन डरले काँप्यो। सन्देशले पनि हतारमा सोच्नै सकेन। किसनले तुरुन्तै रुख मुनि चढ्यो। बच्न पाए भनी। सन्देश चढ्न सक्दैनथ्यो। उहाँले बस्दै सुनेका थिए, भालुले मरेको मान्छे छुँदैन। सन्देश जमिनमा सुत्यो, सास रोकेर स्थिर रह्यो। भालु उसकै नजिक आयो। नाकले सुग्यो, मुखले हल्लायो, तर सन्देश हल्लिएन। भालुले ठाने, यो त मरेछ र जान्छ। किसन रुखबाट झर्दै आयो। भालुले तिमीलाई कानमा के भन्यो? सन्देश उठेर हाँस्यो। उसले भन्यो, कठिन समयमा साथ नछाड्ने साथी राख। किसन निहुरियो। त्यस दिनदेखि किसनले साँचो मैत्रीको मूल्य बुझ्यो। सन्देश, साँचो साथी कठिन समयमा चिन्छ। साथ कहिल्यै नछोड्ने न्याय साँचो साथी हो। तेस्रो कथा, जादु गर्ने चरा र लोभी दाइ। रामपुर भन्ने गाउँमा एक गरिब परिवार थियो। सानी छोरी सरिता दयालु। गाउँका जनावर, चराहरू उसको साथी। एक दिन उसले झाडीमा अर्धमरेको चरा भेटी। उसले घरमा ल्याए पानी, दाना खुवाए। चरा निको भयो। राति चरा चमक्दै भन्यो, त दयालु छेस सरिता, म जादु चरा हुँ। तेरो एउटा राम्रो कामको बदलामा म बिहान 3वटा सुनका दाना दिन्छु। सरिता खुसी। बिहान कोठामा 3 चम्किला दाना भेटिन्, दाममा बेचिन्, घर चलाउन थालिन्। कहिल्यै लालच गरिन। घर बिस्तारै सम्पन्न भयो। तैपनि उनको छिमेकी लोभी दाइले देखेर सोचे, मलाई पनि यस्तो चरा चाहिन्छ। उनी सरिताको घर गएर चरा ल्याउने लालचमा थिए। कहिले शास्ति दियो, कहिले धम्की, तर सरिताले जादुलाई कसैलाई नराम्रो गर्न दिन्थिन्। एक दिन लोभी दाइ चोरी गर्न आए। चराले कर्कश आवाज निकाल्यो। लालचले नाश ल्याउँछ। लोभी दाइ अचेत जस्तै भएर पल्टियो, उसको मनमा भयङ्कर डर बस्यो। उसलाई त्यस दिन सबैभन्दा ठुलो शिक्षा मिल्यो। चरा भने सरितासँगै बसिरह्यो र सबैलाई सिकायो। दयाले चमत्कार जन्माउँछ। सन्देश, लालचले नोक्सान गर्छ, दयाले आशीर्वाद दिन्छ। चौथो कथा, बुढो कुकुरको अन्तिम काम। गाउँमा पुरानो कुकुर थियो, नाम बुला। पहिले धेरै सक्रिय, तर उमेर बढेपछि ढिलो चल्ने, कम सुनिने भयो। घरका सबै उसलाई धेरै माया गर्थे। एक दिन गाउँमा चोरी बढ्यो।
सबै मानिस राति डराउँथे। घरका मानिसले भने, भोला त पुरानो भइसक्यो, उसले कसरी घर जोगाउला। भोलाले सबै कुरा सुने। उसले मनमने भन्यो, एक अन्तिम काम त गर्नै पर्छ। एक रात चोर आएका थिए। सावधान भएर ढोका खोल्न लाग्दै थिए कि भोला बिस्तारै आएर धपक गरेर उनीहरूलाई धकेल्यो। चोरहरू अत्तालिए। भोला त पुरानो भए पनि दाँत तेजै थियो। उसले भुक्दै घरका मालिकहरूलाई उठायो। मानिस आए, चोर भागे। भोलाको बुद्धि र हिम्मतले घर बाँच्यो। भोलालाई सबैले काँधमा उठाए। यो त हाम्रो नायक। बुढो भएर पनि उसको मूल्य घटेको थिएन। सबैजनाले सिके, पुराना मानिस वा जनावर कहिल्यै बेकार हुँदैनन्। सन्देश, उमेर बढ्यो भनेर कसैलाई कम आँक्नु हुँदैन। अनुभव धेरै महत्त्वपूर्ण हुन्छ। अब अन्तिम कथा, स्मार्ट किसान र बादल राजाको परीक्षा। एक गाउँमा सिधा सादा किसान बस्थ्यो, नाम हरि। हरि मेहनती तर अलि गरिब। एक दिन खेतमा काम गर्दै गर्दा ठुलो बादल मुनि प्रकाश झल्कियो। त्यसबाट बादल राजा निस्किए। हे किसान, म तिम्रो मेहनत देखेर प्रभावित भएँ। तिमीलाई 3 इच्छा पूरा गर्ने शक्ति दिन्छु। हरिले सोचेर भन्यो, पहिलो, मेरा खेतमा पानी सधैँ समयमै परोस्। दोस्रो, मेरा बालीलाई किराले नखाओस्। तेस्रो, गाउँका सबै किसानलाई राम्रो उत्पादन होस्। बादल राजा आश्चर्यचकित, तिमीले आफूसँगै अरूका लागि पनि माग्यौ। गाउँका मानिसहरू खुसी। बाली राम्रो भयो, वर्षा सही समयमा पर्यो। तर गाउँको एक लोभी व्यापारी रिसायो। किसान सबै धनी भए भने मेरो व्यापार घट्छ। उसले बादल राजालाई भेटेर भन्यो, मलाई एक शक्ति देऊ, म आफै पानी रोक्न सक्छु, जसले खेत सुकुन्। बादल राजाले थाहा पाइसके, यो त विरुद्धमा काम गर्न खोज्दैछ। राजाले व्यापारीलाई चेतावनी दिए, तर उसले नमान्यो। उसले पानी रोक्ने जादु प्रयोग गर्यो, आकाश कालो, खेत सुक्दै। हरिले सबै किसानलाई लिएर प्रार्थना गर्यो। मिहिनेत, एकता र सच्चाइ देखेर बादल राजा फेरि देखा परे। राजाले व्यापारीको शक्ति हटाइदिए र उसलाई गल्ती स्वीकार्न लगाए। गाउँ फेरि हराभरा भयो। व्यापारीले पनि माफी मागेर किसानसँग मिलेर काम गर्न थाल्यो। सन्देश, एकता, सदाचार र अरूका लागि सोच्ने बानीले प्रकृति समेत सहयोग गर्छ। धन्यवाद साथीहरू। आजको कथा सुन्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आशा छ तपाईलाई यो कथा मन पर्यो होला। यदि मन पर्यो भने लाइक, शेयर अनि कमेन्ट गर्न नबिर्सनुहोला। हामी हरेक दिन नयाँ नेपाली कथा लिएर आउनेछौँ। त्यसैले च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन बेल पनि थिचिदिनुहोला। अर्को रमाइलो कथामा फेरि भेटौँला। नमस्कार।